नुहाउनु पो त आएको छ त्यो मेरो टवल लिएर आयो गाइस स्कुटी पुस्नु जान होइन आडेको छ एक झप्की चालु कि स्कुटीलाई म BMW जस्तो उडाइदिन्छु तिमीलाई सन्ति म यति सारा रुइदिन्छु पानी पिलाइदिन्छु भाइरल बनाइन्छ अब तिमीलाई हो युट्युबमा हालेर ल भाइरल यहाँ नै भाइरस कति पर्छ भाइरस अब चाहिँ लाएर हामी फर्किँदैछौँ है ग्यास अब गाडी लगेर बस्तीमा आएको ग्यास हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँको नजारा यस्तो खालको भिड छ होइन हेर्न सक्नुहुन्छ तपाईँले झर्ना साह्रै राम्रो खालको होइन भन्छ यसमा चाहिँ अलैँचीहरू सुकाउने काम गर्छ Hey guys, welcome back to my another channel. आज भने चाहिँ हामी घर जाँदैछु धेरै महिना बाद होइन अब आज हामी रोड ट्रिप गर्दैछौँ स्कुटीमा लङ ट्रिप होइन 100 किलोमिटर गयो 110 किलोमिटरको हुन्छ यो किलोमिटर चाहिँ अब आजको चाहिँ धेरै दिन भयो राइड नगरेको होइन लामो टुर त्यसैले आज चाहिँ हामी जाँदैछौँ जो लोग हेर्नु होला बाटोमा तपाईहरुलाई के हुन्छ देखाउन गइरहेको छु हामी चाहिँ केसेस नआएर हैन त्यही हो गाइस भेटौं अगाडि ब्लगमा राखिहाल्छ नि मुर्दाहरुले भन्छ मुर्दा अब गाइस हेर्नुस् खुट्टा एउटा खुट्टा टक्कै राख्नुपर्छ अर्को खुट्टा टक्कै गर्नुपर्छ सोसाइट के नुहाउनु पो त आएको छ त्यो मेरो टवल लिएर आयो गाइस स्कुटी पुस्नु जान होइन आडेको छ एक झप्की भाइरल बनाइन्छ अब तिमीलाई हो युट्युबमा हालेर ल भाइरल यहाँ नै भाइरस कति पर्छ भाइरस ल त गाइस फुच्चेलाई बाई बाई गर्दै अब हामी यत्रसम्म प्याकिङ गरिसक्यो यता रेडी छ होइन अब हामी जानेवाला छौँ भेटौँला तपाईँलाई अगाडि ब्लगमा होइन प्याकिङ यसरी छ लु बाई बाई गरिदे भाइ बाई बाई ल भेटौँ फेरि ल हेर्न अन्त लु ब्लगमा आउँदैछ लु बाई बाई गरिदे ल 3 hours later ल त गाइस अब हामी चाहिँ यहाँ बेसी पानी परेर चाहिँ यता रोडाथाङमाथि बसेको छौँ है अन्त बाटोमा ब्लग बनाउनु पाएन मोटो ब्लग किनभने त्यहाँनिर पुरा पानी परेको काण्डमा चाहिँ हामी चाहिँ यहाँ बसिरहेको छौँ त गाइस हेर्नु सक्नुहुन्छ तपाईँहरूले पानी यस्तो छ जुत्ताहरू भिजेर बिजोग छ गाइस अब यही हो पानीमा चाहिँ राइडिङ गर्नु चाहिँ त्यही अलग्गै मजा आउँछ गाडीहरू कुदिरहेछ कोक खाँदै हो ग्यास अब यस्तो थाकेको बेला चिसो मुखमा कोक खाँदाखेरि अलग्गै मजा आउँछ अनि त्यही हो ओ माई गॉड फाइनली बिसाएर बसेका छौँ हामी हाम्रो जुगाड चाहिँ यो प्रकारले छ ब्याग सबै कार्टुनहरू सबै यसमा हालिदिएको छौँ अनि अब ग्यास अब पानी रह्यो भने मोटो ब्लकमा तपाईहरुले हेर्न सक्नुहुन्छ रोडलाई अन्त यो रोड यस्तो छ हेर्नुहोस् हिमालको नजारा रमाइलो छ पानी परेपछि एक साल बाद चाहिँ म आएको यसरी टुरमा घरमा आएको होइन नत्र छुट्टीले गर्दा आउन पाउँदैन थियो फाइनली अब 120 किलोमिटरको डिस्टेन्स कभर गर्दै आज हामी पानी जडीमा भिजेर होइन अब जाँदैछौँ अब तपाईँलाई बिचमा के हुनेछ म तपाईँलाई अपडेट गर्दै गर्छु है गाइस
अब टुरिस्ट सिजन पनि आइसकेको छ अनि अब टुरिस्टहरूको भिडहरू पनि पुरा हुन सक्छ अनि होमस्टे प्याक हुन्छ गाइस यो सिजनमा चाहिँ सिल्क रुट अनि नर्थ सिक्किम पनि त्यही हो सिल्क रुट पनि त्यही हो इस्ट सिक्किम चाहिँ त्यही हो गाइस भेटौँ अगाडि यो ब्लगलाई हेर्दै गर्नु होला अगाडि मोटो ब्लगमा देखाउने छु अब पनि हामी हिँडेको यहाँबाट ल त गाइस अब आइपुगिसकेको छौँ हामी किनभने बल्ल पानी रहेको छ होइन पानी रहेको गर्दाखेरि चाहिँ फाइनली मोटो ब्लग सुरु गर्दैछौँ हामी पानी जोड्ने गर्दाखेरि अलिक यता बस्नु पऱ्यो होइन त्यहाँबाट अलिकति हावाहरू हाले त्यहाँबाट चाहिँ हामी रिनकको बाटो हिँड्दैछौँ अब हामी अझै पुग्नु पर्ने छ रङ्गलीमा अलिकति सपिङ गर्नुपर्नेछ होइन क्या म त अब पेट्रोल पनि अलिकति लानुपर्नेछ किनभने स्कुटीमा अलिकति लिटर उयो कम्ती भएर गर्दाखेरि हामीले अब कति 2टा बोतल चाहिँ ल्याइसकेको छौँ होइन अब त्यो बोतलमा लगेर जानेछ टोटल 5 लिटरको छ होइन अब हेरौँ गाइस पेट्रोल पम्प बन्द भएन भने चाहिँ ता रङ्गलीहरूको चाहिँ अलिक छुट्टै बन्द हुन्छ होइन त्यही कारणले हो गाइस अब हेरौँ पेट्रोल पम्प बन्द हुन्छ कि हुँदैन होइन अब पेट्रोल पम्प बन्द भयो भने चाहिँ अब तेल हाल्न पाइँदैन अब गयो भने चाहिँ अब तेल हाल्न पाइन्छ टुरिस्टले पनि तेल मगाएको छ अरे गाइस अनि अब तेल पाउँदैन हेरौँ पानी बजेर बिचरा बाटो छन् झन् बाटो राम्रो छ र मात्रै नत्र पानी झरीमा चाहिँ रफ रोडमा बिजोकै हुन्छ है ग्यास राइडर्सहरूको चाहिँ रेनी सिजनमा चाहिँ राइडरहरूकै पानीले चाहिँ फेरि अङ्ग बिजाइदिन्छ नि ग्यास सो गाइस आइसकेको छौँ हामी यहाँ बर्लाको भिर यहाँबाट गयो भने चाहिँ सिधै तल्लो रोड पुग्छ होइन गाइस तल्लो रोडबाट हामी नआएको आज किनभने त्यहाँको बाटो त्यस्तै छ होइन मिन्स अलिक रफ छ यो बाटो अलिकति कार्पेटिङ गरेको कारणले गर्दा चाहिँ हामी यो बाटो आएको छौँ होइन सो गाइस त्यही हो अब हामी रङ्गली पुग्नु लागि यसलाई 15 मिनट समथिङ लाग्छ होला त्यही कारणले ग्यास रङ्गलीमा हामी भेट्नेछौँ Stacks taller than the skyline, touch the clouds. Chain so heavy, neck dripping, make it loud. VIP, velvet ropes, living life so wild. Pockets looking pregnant, my money birthed a child. Lit like a chandelier, vibe too insane. Big bottles popping, drown in the champagne. Whips outside. दिनहरू पानीको सिजन अब रेनी सिजन सबै जाँदैछ होइन अब चाहिँ गाइस ट्रेनिङ सिजन चाहिँ दामी हटेर चाहिँ सिजन चाहिँ दामी हुनेछ त्यही कारणले तपाईँहरूलाई आज म यहाँ हो गाइस यस्तै छ पारा गाइसहरूले हेर्न सक्नुहुन्छ बाटोहरू यस्तो छ होइन अँधेरो हुँदैछ गाइस अब अँधेरो भएपछि मेरो ब्लगिङ डब्ब हुन्छ यही भए पनि ट्राई गर्नेछु कस्तो भिडियो आउँछ तपाईँहरूलाई देखाउने कोसिस गर्छु होइन त हामी अहिले आइपुगेको छौँ यहाँ कोप्चेमा चाहिँ बाबाजी हुनुहुन्छ एउटा निर्मल बाबाजी मेरो साथीमा यतै छ एकजना उहाँले चाहिँ अब धेरै मान्नुहुन्छ मेरो साथीले चाहिँ निर्मल बाबालाई अनि यहाँबाट उकालो जान्छ त्यो चाहिँ यहाँ गाइस अब तपाईँहरूलाई पनि निर्मल बाबाजीको दर्शन गर्नु छ भने चाहिँ यता आउनु सक्नुहुन्छ अरे हेर्नु गाइस वाउ हेभन यति मजाको सिन देखेको छ यहाँनिर होइन गाइस हामी चाहिँ कोप्चे बजारबाट कटेर जाँदैछौँ अब तलब चाहिँ पाउने आँटेको छ हामी गान्तोकबाट गाइस कति बजी भने चाहिँ
2 बजी हिँडेको पानीले गर्दाखेरि चाहिँ अलिक ढिलो पुग्छौँ होला किनभने हामी बाटोमा बस्दै आएको हो होइन पानीले भिज्यो भने चाहिँ अब फेरि भिजेकै हुन्छ त्यही कारणले चाहिँ अब हामी चाहिँ रङली पुग्न आँटेका छौँ त्यही त ग्यास अब तपाईँहरूलाई राम्रो सिनेरियो देखाउने म कोसिस गर्दैछु ओके ग्यास भेटौँ आगे हामी होइन 3 hours later. त गाइस अब चाहिँ अँध्यारो भइसक्यो होइन बाटोमा 1-2 जग्गा रोक्यो रङलीमा रोक्यो अब चाहिँ हामी लिङताम क्रस गरिसक्यो लिङताम चेकपोस्ट अब चाहिँ ग्यास फाइनली घर पुग्न लागि मात्रै 8-9 किलोमिटर होला फाइनली घर पुग्न आँट्यो पानी छैन त्यही कारणले ब्लग बनाउनु सजिलो होइन गाइस त्यही हो अब यहाँबाट उकालो चाहिँ सुनसानको जग्गा त्यहाँनिर चाहिँ घाँसहरू मर्ने स्यालहरू निक्लिने चान्सेसहरू पुरा छ होइन अब म यहाँ बाटोमा छु अब यहाँबाट अब अलिक माथि एउटा क्युब खोला भन्ने जग्गा छ टुरिस्ट पोइन्ट त्यहाँबाट तपाईँहरूलाई त्यहाँको भिडियो पनि देखाउने कोसिस गर्छु यदि देख्यो भने यहाँनिर अब मेरो स्कुटीको लाइफले नै तपाईँहरूलाई रूप देखाइरहेको छु त्यो हेर्न सक्नुहुन्छ तपाईँले यहाँको भ्यू वाउ सो गाइस मेरो फोनको चाहिँ ब्याट्री डेड हुन आँटिसकेको छ होइन गाइस अब तपाईँहरूलाई सिधै मेरो घरमा पुगेर तपाईँहरूलाई देखाउने छु र त गाइस अब भेटौँ तपाईँहरू Tomorrow for sure. Eventually. त्यो बाद फाइनललाई हामी आइपुगेको छ घरमा होइन आज चाहिँ मर्निङको 8 बजिसक्यो हेर्न सक्नुहुन्छ यहाँको नजारा सबैलाई यो नजारा हेर्न कमाइ पाउँछ होइन आज तपाईँहरूलाई म देखाउँदैछु यो नजारा यहाँ घरमा टुरिस्टहरू पनि आएको छ हेर्न सक्नुहुन्छ राम्रो तपाईँहरू यता यो सिल्क रोड जलकपट्टि आउनुभयो भने चाहिँ पाल्जा शेर्पा होमस्टे बुकिङ गर्नु सक्नुहुन्छ यो नम्बरमा तपाईँहरूलाई चिप एन्ड बेस्ट गराइदिने प्रयास यदि मेरो नाम लिनुभयो भने मेरो भाइ जुन फाइनल उठेर यहाँ लुगा पताएर बसिरहेछ चिया खाँदै अनि हेर्नुहोस् उहाँ चाहिँ मुडाई खाँदै अनि म चाहिँ अब यहाँ बहर बिस्कुट खाइसकेँ होइन भाइ हेर्न सक्नुहुन्छ तपाईँहरूलाई सो ग्यास फाइनली हामी घर आइपुगेको छ हिजो राति होइन आज चाहिँ हामीले तपाईँहरूलाई यहाँ बिहानको नजारा देखाउँदैछु अनि तपाईँहरूलाई यहाँ सुनसान हरबर जग्गा देखाउँदैछु है फुल हेर्न सक्नुहुन्छ ग्यास गुड मर्निङ होइन सबैलाई अन्त यहाँ हाम्रो आमा चाहिँ पुरा लामा पर्दैछ सिकेर नमस्कार दिनुहुँदैछ आज टिकाको दिन हो अनि पुरा भगवानको प्रार्थना गर्नुपर्छ आजको दिन अब नयाँ आएको दसैँसम्म एकदम सुख शान्ति भएर जाओस् संसारमै सुख होस् राम्रो होस् भन्ने भगवानलाई हामी प्रार्थना गर्दछौँ। हुनुहुन्छ मेरो बाउजूको आमा होइन
चाहिँ उहाँ पनि खाइरहेको छ, व्यस्त हुनुहुन्छ। आज माथि नाटाङ जानु अरे टिका लाउनु लागि। बोजू हाई गरिदिनु यता, बोजू हाई, यसो हात हलाइदिनु ल। बोजू बिजी छ खानामा हो। अब भने चाहिँ हामी घुम्न निक्लिँदैछौँ। अब चाहिँ लाएर हामी फर्किँदैछौँ है ग्यास। गाडी लगेर बस्तीमा आएको ग्यास हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँको नजारा। यस्तो खालको भिड छ होइन, यहाँ हेर्न सक्नुहुन्छ तपाईँले झर्ना साह्रै राम्रो खालको होइन। सो फाइनली गाइस हामी चाहिँ यता हाम्रो गाउँको पारीपट्टि बस्तीमा हाम्रो बर्थ प्लेसमा आइसकेको छौँ, हेर्नु सक्नु। सो गाइस यहाँनिर चाहिँ 1 साल 1.5 साल 1.5 इयर भयो होइन, रोड आइसकेको यस्तो छ, रोड बनाइदिएको छ होइन। अनि हामी चाहिँ अब तपाईँहरूलाई मेरो सानोको स्कुल, यो स्कुल चाहिँ अहिले बन्द भइसकेको छ नि त गाइस, किनभने चाहिँ अब गाउँ पातलो हुने कारणले गर्दाखेरि चाहिँ स्कुलहरू सबै बन्द गरेको छ, स्टुडेन्ट कम्ती हुनाले गर्दाखेरि। आइसिडिएस छ यहाँ पर, त्यो चाहिँ नानीहरूलाई पढाउने गर्छ होइन। अन्त यहाँबाट पनि उता छ गाइस, हेर्नुहोस् यहाँबाट उता चाहिँ यो डाँडा कट्यो भने चाहिँ हामीले भुटान पनि देख्छौँ होइन। यो यहाँबाट हिँडेर गयो भने चाहिँ त्यो क्लाउडको पछाडि चाहिँ भुटानहरू छ। अनि यता हाम्रो पुस्तानी बारीहरू यो जङ्गलपट्टि छ। यहाँबाट चाहिँ पहिला हामी जुन्टिने खेल्थ्यौँ। सो गाइस त्यही हो, तपाईँहरूलाई यहाँ ग्रिनेरीको भ्यू तपाईँहरूले हेर्न सक्नुहुन्छ। त्यहाँबाट चाहिँ मेरो पेडरा आउँदैछ यस, उसलाई नै घुमाउन लिएको आज मैले। गाइस हेर्न सक्नुहुन्छ यहाँ झर्ना है। पहिला सानोमा हामी दाउरा घाँस काट्न आउँदाखेरि यही जग्गामा जान्थ्यो। यो यहाँनिर हाम्रो यता फदम चाहिँ कुहिरोले ढाकिएको छ, त्यही हो। गाडी चाहिँ यहाँ राखेको छ फिलहाल। यो चाहिँ हाम्रो प्रेमलखाको आइसिडिएस हो। उहाँ चाहिँ वनभालु हो, वनभालु। सो गाइस यो चाहिँ हाम्रो घर चाहिँ यो जग्गामा छ। यो चाहिँ हाम्रो फदम चाहिँ हो। यहाँबाट उता चाहिँ पाक्याम गान्तोक हुँदै जान्छ यो साइडबाट। गाडी लिएर आएको छौँ हामीले। भन्छ यसमा चाहिँ अलैँचीहरू सुकाउने काम गर्छ हामीले। सो गाइस यो चाहिँ हाम्रो गट्टा खोला। यहाँ चाहिँ पहिला हामी सानोमा हुँदाखेरि चाहिँ यो पुलबाट हिँड्ने गर्थ्यौँ। हेर्नु सक्नुहुन्छ तपाईँले। Baila conmigo.